What's up YouTube gang? So हामी चाहिँ पातिबारी मन्दिर गएको माताकोमा हामी चाहिँ यहाँ दार्जिलिङ आइपुगिसकेको छ यहाँ पेट्रोल पम्पमा आइपुग्यो यहाँनिर हामी चाहिँ पेट्रोल पम्पमा आइपुगिसकेको छ मम्मी आन्टी बहिनीहरू सो यहाँनिर छ आजको वेदर यस्तो छ वेदर चाहिँ ग्याङहरू वेदर यस्तो छ जान्था गएको दिनदेखि चाहिँ भ्लग स्टार्ट गर्छु भनेर मैले एउटा उयो गरेको थिएँ हो सो एउटा सोचेको थिएँ सो त्यही भएर आजदेखि चाहिँ कन्टिन्यू भ्लग आउँछ ग्याङ गाइस ट्रेन पनि आयो ट्रेनमा लुकिसै ट्रेन पनि गयो तपाईँहरूलाई हल्का ट्रेनको रमाइलो पनि देखाइदिए ट्रेनको सिन पनि सो अहिले हामी बाटोमा भेट्छ होला जाउँ न सोनिया चाहिँ बाजेर बहिनी छ गाडी पर छ हाम्रो सो गाडी चाहिँ यही हो हाम्रो आजको गाडी सो गीत बज्दैछ सो गाइस हामी चाहिँ यहाँनिर बर्डर आइपुग्यो अनि यहाँनिर त्यता भाइ गाडी आउँछ यहाँदेखि त चाहिँ नेपाल खास स्टार्ट हुन्छ सो गाइस हामी चाहिँ नेपाल छिरिसक्यो है नेपाल छिरिसक्यो हामी चाहिँ इन्जोय गरेर चाहिँ निक्लिएको उकालो गाडी माथि छ सो यहाँ चाहिँ मम्मी छ यहाँनिर भाइ र दुईजना भाइ आउँदैछ सो मम्मीले यो जुत्ता चाहिँ गरम भयो भन्दैछ तर मलाई गरम भएको छैन अरू चाहिँ हाम्रो ग्रुपको यहाँनिर छ आन्टी मम्मी ए हजुर हुन्छ हुन्छ बाजेहरू यहाँ दाजु छ दाजुले पनि बोलाउँदैछ यहाँनिर भान्सा चाहिँ यहाँ माथि गाँसो दाजुले काट्नुहुँदैछ सो मम्मी दाजुले काट्छ होला नि त माथि अन्त पैसा भालु सो यस्तो हामी चाहिँ पातिभारा माथि मन्दिर गएको सबैले चाहिँ अब भिडियो हेरेर दर्शन गर्नुहोस् होला तपाईँहरूले हिँड्दै जाँदै के देखाउँछ कसो हुन्छ सो सबै देखाउने छु गाइस सो अहिलेको लागि चाहिँ ग्याङ स्टे ट्युन सो भान्सा काटेर गाडी आइसक्यो अब लु हामी चाहिँ हिँडेको सो ग्याङ लु हामी चाहिँ यहाँनिर खाजा खाने बसेको छ हो सो भ्यू चाहिँ दामी रहेछ सो अरू सबैजना ग्याङहरू यहाँनिर छ खाना पनि खाइसक्यो सो अब चाहिँ यिनीहरू डस्टबिन हाल्छ डस्टबिन हालेको छ शरीर काँक्रा छ यो काँक्रा खाइहाल्छु अन्त चाहिँ यो चम्चीहरू एउटा यसो कागजमा प्याक पारेर दियो पहिला भेला पार न के भयो यस्तो गर्नु नि भइहाल्छ त सो खाना पनि खाइसक्यो नि हाम्रो दाजु हुनुहुन्छ पानी खाँदैछ दाजुले यहाँ भाइले अझै खाना खाइसकेको छैन सो यहाँ दुईजना नानीहरू छ यहाँ माइजू यहाँ आन्टी छ आन्टी मम्मी यहाँनिर छ बाजे तल छ हो सो सिनहरू चाहिँ दामी रहेछ यहाँनिर यहाँ चाहिँ हामी भ्यू पोइन्टमा आइपुगेर यहाँनिर चाहिँ
भ्यू पोइन्ट टिटी राईले गोली खेल्ने ठाउँ चाहिँ तल यहाँ त चाहिँ फिल्यौँ भन्ने यो युट्युब फेसबुक ग्याङहरू यहाँ पर चाहिँ पहिरो झरेछ हो सो त्यहाँ जेसिबी ठिकै रहेछ सफा गर्दैछ सो हामी चाहिँ यहाँ बसिरहेको छौँ सबैजना यहाँनिर छ वेटमा दर्शन गरेर आउने एक हप्ता लागोस् कि कति दिन लागोस् तर आमा भेटेर आउने परीक्षा हामीलाई सानो अलिकति लिएको आमाले पास गरेर त्यहाँबाट चाहिँ भोलि लु भयो अरे बस्नु लु भयो अरे लु यहाँ चाहिँ हामी बाजे यहाँनिर गुरुजी म भाइ यहाँनिर बिदाइ हुन्छ सो यहाँदेखि चाहिँ हामी भोलि बिहानखेरि 3 बजीतिर हिँड्छ होला यहाँबाट चाहिँ साथीभाइ हो हुन्छ ड्रइङ गर्दैछ सो आज चाहिँ हामी होल चाहिँ नै गऱ्यौँ सो बिहान मर्निङमा अब कति बजी हुन्छ 1 2 त के 3-4 बजी होला है 3-4 बजी चाहिँ हामी यहाँबाट हिँड्छौँ सो दोकान चाहिँ यहाँ होटेल चाहिँ यहाँनिर छ ठिक्कै टाइममा आएपछि धन्न हामी अलिक छिटो आइपुग्यौँ अलिक ढिलो आएको भए चाहिँ खाना चाहिँ हुन्थेन छ तर ठिक टाइममा आइपुगेर चाहिँ खाना पनि ओके छ एकछिन हामी पर्खिरहेको छौँ अरू पार्टी चाहिँ माथि छ सबै रेस्ट गरिरहेको छ यहाँ दादा म चाहिँ यहाँ बसिरहेको छु तातो पानी खाँदै यहाँ जग्गाको नाम त के गर्नु होला काप्ले पार्टी